फर्स्ट मिनी ब्लग। आज चाहिँ म घरमै बफको अचार बनाउन लागिरहेको छु। त्यसको लागि चाहिँ मैले सुरुमै मासु उसिनेर राखिसकेको थिएँ अनि कराई बसाएर तेलहरू हालेर यसलाई चाहिँ नर्मल तेल हाल्दा हुन्छ। मसलाको लागि चाहिँ खोरेको तेल हाल्नुपर्छ अनि तेल उब्रेको थियो थोरै त्यो पनि खनाएँ अनि फ्राई गर्नलाई छोडिदिएँ अनि त्यसपछि फ्राई हुँदै गर्छ अनि यता मसला बनाउँदै गर्छ र यता फ्राई गर्न छोडिदिएँ अनि म चाहिँ मसला बनाउनुतिर लाग्छु। घरिघरि चलाउँदै पनि गर्नुपर्यो नि त, फेरि डढ्छ एकातिर अनि चलाउँदै पनि गरेँ अनि यता मसला पनि रेडी गर्दै गरेँ। अनि मसलाहरूमा चाहिँ जिरा, धनियाँ, मेथी अनि अलिकति तोरी अनि आफूलाई मन परेको टिमुर सिमुर हाल्दा हुन्छ। मैले चाहिँ नर्मली बनाएको थिएँ घरमै खानु भनेर अनि कस्तो चाहिँ हुँदैछ भने मेरो पनि यो फर्स्ट टाइम हो नि त। अनि साथीहरू आगोमा बनाउनु बसेको, ग्यास महँगो भएर आगोमा बनाउनु बसेको। गर्मीले यस्तो छ नि, गर्मीले झन्डै मरेन। अनि यता मासु खरिँदै थियो अनि यता मसला पनि रेडी बनाउँदै पनि थिएँ अनि यता दिदीहरूले चाहिँ अदुवा लसुनहरू रेडी गरिदिँदै हुनुहुन्थ्यो अनि म चाहिँ बनाउनु पर्यो नि त भनेर बनाइदिनु पर्यो भनेर बनाउनु थालेको। गर्मीले झन्डै मरेन, तराईको गर्मी यस्तै छ साथीहरू। अनि यता मसला चाहिँ ग्यासमै भुटौँ भनेर ग्यासमै भुट्नु लगाएँ अनि उता सब्जी पनि हेर्नु पर्यो, फेरि खराउँदै पनि थियो त्यो चाहिँ रेडी हुँदै थियो, रेडी भइसक्यो भनौँ न समथिङ आधी अनि रेडी भइसक्यो। धेरै खऱ्यो भने पनि तितो हुन्छ नि त। अनि मसला पनि भुटेँ अनि यता अनि अगाडि नै फ्राई गरेर राखेको थियो। अनि मौसम साथीहरू आज मौसम पनि राम्रो थियो, तर के गर्नु घाम लागेर गर्मी भएर त्यस्तै, तर मौसम चाहिँ एकदम राम्रो थियो, सफा थियो। अनि यता फेरि मसलाहरू रेडी गर्न थालेँ। हाम्रो घरमा चाहिँ कुकुरहरू पनि थियो अनि कुखुराहरू पनि देखाइदिएकै साथीहरू। अनि मसला पनि भुटिसकेर रेडी गरेँ अनि यसलाई चाहिँ मिक्सरमा पिस्नुपर्ने हुन्छ, त्यो चाहिँ मैले खिच्न पाइनँ। अनि अदुवा लसुनहरू चप गरेर मसिनो काटेर राखेको थियो अनि मसलाहरू पनि रेडी थियो, धुलो खुर्सानीहरू पनि अनि त्यो पनि रेडी थियो अनि पिसेर ल्याइसकेको पनि थियो। अनि म चाहिँ अब खनाउन थालेँ अनि मासु फ्राई भइसकेपछि एक ठाउँमा निकाल्नु पर्यो नि त, निकालेर सेलाउनु छोडिदिएँ। अनि त्यसपछि यता मसला भुट्नलाई कराई बसाएँ, तेल तताएर लसुनहरू फ्राई गरेर निकालेँ अनि अदुवा पनि फ्राई गरेर निकालेँ। अनि त्यसपछि चाहिँ मैले चाहिँ सुरुमा मसला अनि त्यो धुलो खुर्सानीहरू हालेर मलेँ मतलब पकाउन थालेँ। अनि पकाइसकेपछि त्यो चाहिँ खिच्नै पाइनँ गर्मीले गर्दा क्या, यता पनि आफै उता पनि आफै अनि खिच्नै पाइनँ अनि डाइरेक्ट अचार मलेको मात्र खिचेँ। अनि त्यसपछि चाहिँ चाख्नलाई दिएको थिएँ, चाख्न पनि चाहेको पनि खिच्नै पाइनँ। साथीहरू अचार चाहिँ एकदम मिठो भएको थियो, मैले सोचेको भन्दा पनि एकदम मिठै भएको थियो किनकि फर्स्ट टाइम बनाएको हो नि त, डराउँदै त्यही भएर। अनि हस् त साथीहरू आजलाई यति नै, लाइक सब्सक्राइब सेयर गरिदिनु होला मन परेमा। बाई बाई साथीहरू।